हेलो गाइस, जंगल एकदम सुनसान, चराहरूको मात्रै आवाज कराङकुरुङ है, लास्टै सुनसान। रुखको माथिबाट के झर्छ। यहाँ म चाहिँ च्याउ खोज्न आएको गाइस, डरलाग्दो जङ्गलको भित्र। तलतिर अलिकति पाइयो, यस्तै गरे पनि पाइन्छ कि भन्ने आशले घनघोर जङ्गलको भित्र पसिँदैछ। कालो बामु, कानवाला बामु च्याउ। झोलामा यति भएको छ। अरू पनि पाइन्छ कि भनेर हिँडेको। यो वाला बामु रहेछ च्याउ। अरू पनि भेटिन्छ कि भन्ने आशले घनघोर जङ्गलको बिचमा है यसरी हिँडिँदैछ। डर पनि लाग्दैछ गाइस, एक्लै यस्तो ठाउँमा। सधैँ गाई त आउँथ्यो यहाँउँदै, आज त त्यो गाईहरू पनि छैन गाइस। यहाँ जङ्गली कुत्ता, जङ्गली कुकुर यो जङ्गलमा घुसेको छ अरे। त्यही भएर गाईहरू अहिले आउनु नमानेको होला डरले। यहाँउँदै भालु पनि पाउँछ, अनि भालु अनि चितुवा, बँदेल जस्ता खतरनाक जीवजन्तुहरू पाउँछ। त्यसैले गाइस, अब योभन्दा उँभो चाहिँ म जान्न, यहाँदेखि फर्किन्छु है। अलिक डर लागेको अवस्था त गाइस।